साह्रो छ है गाइस। हेर्नुहोस् है, गुगारी हिँड्नु पर्दैछ। हेर्नुहोस्, कन्टेन्ट बनाउनु साह्रो छ। यहाँ चोचोले आज गुगारी ल्याए। गुगारी ठट्टरीका गुगारी। एउटा कुरा के भन्नु चाहन्छु भने म तपाईहरुलाई, यो जति पनि चित्रेमा चिया दोकान भयो, गाडी कुदाउने चालकहरूले चाहिँ एउटा टोइलेटको चाहिँ यहाँ क्या इन्तजाम गर्नुपर्ने रहेछ। किनकि यहाँ अहिले भर्खर टुरिस्टहरूलाई मैले पछाडि कहाँ जानु भएको भन्दा टोइलेट गर्नु गएको भने, कहाँ जा रहा है ये टोइलेट नहीं है, रेफ्युजी सेन्टर जाने का रास्ता है भने मैले एकदमै अचम्म कुराहरू हुँदैछ हाम्रो दार्जिलिङमा। यो प्रकार गर्नु भयो भने चाहिँ बिस्तारै दार्जिलिङ चाहिँ सक्ने छ है गाइस। दार्जिलिङ चाहिँ सक्ने छ गाइस। र यहाँ हेर्नुहोस्, तपाईहरुलाई म टोइलेट देखाउँदैछु। टोइलेट एकदम यहाँ बाटो टोइलेट यहाँ देखाउ त। र यो हाम्रो रेफ्युजी सेन्टर यहाँ माथि छ। रेफ्युजी सेन्टरको मुनि चित्रे भन्ने एउटा टुरिस्ट प्लेस छ। त्यहाँनिर चाहिँ ड्राइभर भयो र जति पनि यो चियापत्ती है दोकानहरू छ, व्यापारीहरू, उहाँहरूले चाहिँ एउटा टोइलेट चाहिँ बन्दोबस्त गर्नुपर्छ। सबै ड्राइभर टुरिस्टहरूलाई यो उकालो टोइलेट गर्नु पठाउँदो रहेछ। यो चाहिँ एकदमै राम्रो होइन। यही प्रकारले हो भने दार्जिलिङ सक्छ। र तपाईहरुलाई है यो मेसेज सबैको सम्म पुग्छ होला सायद होइन। टोइलेट चाहिँ एउटा बन्दोबस्त गर्ने बेला भयो, नत्र चाहिँ दार्जिलिङ सक्छ। धन्यवाद।